हेलो पैसा लाने भाइ हजुर दिदी हजुर सन्चै छौ? सन्चै छु दिदी। दुई मुठी सास ढुकुर ढुकुर चलिरहेछ। हाम्रो धनले तिमीलाई कतिको पोल्या? त्यो धनले त दिदी भत्ती पोल्याउँछन् दिदी। बरु आगोले बरु त्यस्तो पोल्दैनन् दिदी। घर धरन गर्न भनेर निकै बाहना पारेर लयौ क्या रे। बाहना पारेको होइन दिदी, घरै ढला नर्न पर्ने थियो। बाहना पारेको होइन, घर साह्रै चुइने भएको थियो नि त दिदी। फिर्ता आर्छु भनेर नि गरेनौ। फिर्ता गर्छु नि दिदी, किन नगर्ने हो र? फिर्ता छिट्टै गर्छु नि है दिदी। कति वर्ष भयो? धेरै त भएको छैन दिदी, 11 वर्ष जति भयो कि। स्वास्नीलाई भन्छु भन्दा नि भन्न दिएनौ। बिन्ती छ दिदी, बिन्ती छ। स्वास्नीलाई चाहिँ नभनिदिनु है दिदी, प्लिज दिदी, बिन्ती छ। जताततै ब्लक गरे हो अरे। छैन दिदी, कहीँ ब्लक गरेको छैन मैले। तपाईँलाई किन ब्लक गर्थेँ र दिदी मैले? ओहो, मेरो दिदीलाई मैले ब्लक गर्छु र? त्यो कुरो नाम सार्वजनिक गर्न पर्यो क्या हो? नाइ दिदी, नाम सार्वजनिक नगरिदिनु, बरु म छिट्टै तिर्छु। अब 11.5 वर्ष जति भयो, अब 4-5 वर्ष जतिमा म तिर्छु। नाम चाहिँ सार्वजनिक नगरिदिनु दिदी।